मैले धेरै सहे। अब मसँग सहन सक्ने क्षमता छैन। त्यसैले अब म यो घर छोडेर जानु नै उचित हुन्छ। मैले कसैलाई पनि स्वास्नी बनाएको छैन। हो, मैले तनाव आएर रक्सी खाएको हुँ, तर आजसम्म रक्सी खाएर मैले कुनै महिलामाथि नराम्रो व्यवहार गरेको छैन। बिहा गरेको यतिको समय हुँदा पनि तैँले मलाई चिन्न सकिनस् है। त्यसो भए के मैले झुट बोले हो? म मेरो मरेको आमाको कसम खाएर भन्छु, तैँले मलाई सिन्दुर हालेर स्वास्नी बनाउँछु भनेकै होस् र मसँग अनैतिक सम्बन्ध पनि राखेकै होस्। झगडा नगर्नु त। यो दशा कम भएर अर्को दशा भित्र नखोज्दै हुनुहुन्छ? भाउजू, म तपाईको पीडा बुझ्छु, तर हरेक समस्याभित्र समाधान पनि लुकेको हुन्छ। यो समस्याको समाधान पनि अवश्य निस्किनेछ। तपाईँ घर छोडेर नजानु। नै नानी, अब मलाई नरोक्नु। अब पनि म मेरो आत्मासम्मलाई मारेर यो घरमा बस्न सक्दिनँ। आमा, मैले यो घरलाई खुसी दिन सकिनँ। मैले एउटा नाति दिन सकिनँ। त्यसै पनि मबाट बच्चा भएन भने उहाँको अर्को बिहे गरिदिने भन्नुभएको थियो। अब त तपाईँले यो झन्झटबाट पनि मुक्ति पाउनुभयो। छिटै यो घरले नाति पाओस्।